मन तानगई सुन्दरी एकजना सानदी तै तिनका दुवैतिर गरी आई लस्कर रामका सँग बसो खाली अयोध्या गरी फिर्लान् त रघुनाथसँगै फेरि एला जालान चलाउला सँगै यो अन्याय भयो यहाँ त नबसौँ बुझेन मन तान गई यस्तो सुर मनमा लिकन त लिएर उबखराम सीता बनाइमा गई प्रातःकाल भयो उठेर झटपट मनसुब गरे चल्नको फर्केछन् रघुनाथ भने जै गरी बाटो चली राम गए फर्केछन् रघुनाथ भनेर दुनियाँ सम्पूर्ण फिर्दा भए यस रीतले दुनियाँ फिराई सराई श्रीराम बनाइमा गए गङ्गाका राई चित्रकूटगिरीका बिच पारी बस्दा भए पाँचौं दिन ऋषिका कुमारसँग लिए बाटो बताउन् भनी रामलाई यमुनाजी तारिथी कुमार साँझमा त फर्के पनि गङ्गा पार रघुनाथ पुगे नजरले देख्नै कठिन भयो त छाडे देख्न दसैँ रुँदै रतली दौडेर आए यस्तै रीत गरी राम गए वन भनी बिस्तार सुनाए दसैँ कौशल्या दशरथजीलाई रिसले बागबाण बजारिन् तस बागसरले अतिता भएर दशरथ भन्छन् मलाई कति भन्छेउ मर्ने बखत यसै हुन छाडो शरीरले गति अहिले मर्छु शराब पनि छोरीको कुपुत्र सोले गरी जस्तै हामी मर्यौँ त्यसै गरी मरे ठुलो विपदमा परी भनी एक त अघि तपसीले शराब जोडी गए त्यही मरी तिनका त्यही शराबको फल मिल्यो ठिका आज उस्तै परी सविस्तार यति बात शराबका गइसकी आरामसित आराम गरी प्राणै त्याग दशरथजीले जब गरे खलबल परो त्यही गरी तेलमाथि दशरथजीलाई धरी फेर छोरा निकाई लिए चाँडै आउनको वशिष्ठ गुरुको आज्ञा छ भन्ने सुनि दुतैकासँग लागि भाइकनली आए भरतजी पनि कैकेयीसित भेट भयो भरतको सोधे पिता छन् कहाँ सविस्तार गरी भरत कन भनिन्थे कैकेयीले त्यहाँ सुने शोक मनमा परो भरतको क्रोधले भने यो पनि पापी कुम्मी पाप नरकमा भोग गर्न जाऊ भनी कैकेयी कन गाली दिइकन तहाँ बिदा तुरुन्तै भए कौशल्याजी जहाँ थिइन् उही रुँदै पहुँचेर दाखिल भए माता मेरी त राक्षसी सरी भई यिनका नगिछु माया बस्नु योग्य त छैन आज मैले जान्छु प्रभु चन्दा भनी कहाँ छन् सीताका पति कति पर पुगे देख्दछु कहाँ भनी 10 दिशा दृष्टि दिँदै प्रभुका चरण धुरीमा भक्तिले नटपटिँदै सीताराम पनि चित्रकूट पुगी गए वाल्मीकि बस्दैन वाल्मीकि कन दण्डवत गरी सदा आनन्द माने त वाल्मीकि कन भन्दछन् रघुपते केही दिन रहन्छु यहाँ कुन जग्गा बढिया त यस तरहले होला सुविस्ता कहाँ यता हेर्नु न आमा यता हेर वाल्मीकि कन भन्दछन् रघुपते केही दिन रहन्छु यहाँ कुन जग्गा बढिया छ यस तरहले होला सुविस्ता कहाँ जान्दैनन् महिमा बडा ऋषि पनि जसका त एक नामको यस्ता रघुनाथ भनिकन चिने के का मसल ठामको ब्यादा हो ऐको म सप्त ऋषिका निर्मल कृपाले गरी वाल्मीकि भनी नाम चलो जब जपे राम नाम उल्टा गरी
उल्टै नाम जपे त यो छ महिमा धेरै कुरा के कहूँ गङ्गा कारै चित्रकूट गिरीका बिचका जग्गामा रहौँ श्रीमन्नारायण हरि सर्ले लु भन्नेहरू लाग्छ लाग्दैन